लेस्बियन ओरिएन्टेड क्यारेक्टर गरिसकेपछि नि तपाईँ कति समयसम्मका लागि एक्चुअल लेस्बियनमा कन्भर्ट हुनु पर्यो मैले सोचेको थिएँ। मैले झन्डै तिहारलाई भगाएको पनि थिएँ। सब थोक एकदम मनपर्छ, कस्तो सफ्ट। Just forget everything and start a new life. त्यो सबै कुराको पोर्ट्रेट चाहिँ गरेको छ यो फिल्मले र कस्तो भने वान टाइम वन्डर भन्न चाहन्छु म सुनगावालाई हैन। धेरै मेहनत गरेर यो फिल्म अगाडि आएको छ र त्यही अनुसार फल पनि पाइरहेको छ। 9वटा फिल्म फेस्टिभलमा सेलेक्टेड भयो, मुम्बईमा जुरी अवार्ड पायो। सो त्यो हिसाबले गर्दाखेरि नेपाललाई अनि फेरि कस्तो छ भने दियाको क्यारेक्टर चाहिँ टोटली नेवारी फ्यामिलीको ब्याकग्राउन्डमा भएको क्यारेक्टर। अनि यहाँले प्रिभ्यू पनि हेर्नुभयो त्यो डान्स हाम्रो कल्चरल डान्स जुन छ। यहाँ कस्तो छ भने बाहिर क्लासिकल भन्ने बित्तिकै इन्डिया सोच्छ मान्छेले क्लासिकल डान्स भन्ने बित्तिकै, तर नेपालमा पनि पहिला हिन्दुइजममा यस्तो त्यो हाम्रो भरतनाट्यमहरू भयो, सबै कुराहरू भयो हैन। नेपालमा पनि पहिल्यैदेखि नै आएको हो र क्लासिकल डान्स नेपालमा पनि छ। यस्तो राम्रो कल्चरली रिच छ, आर्टिस्टिकली रिच छ नेपाल भनेर बाहिर नेपाललाई राम्ररी रिप्रेजेन्ट गर्ने एउटा चलचित्र पनि बनाएको छ। दिया मास्कको क्यारेक्टर दिया बज्राचार्य हो नाम चाहिँ। केटा र केटीको जुनमा अलिकति जस्तै निशा अलिकति मेल क्वालिटी भएको भन्दा म फिमेल क्वालिटी भएको छ नि लेस्बियनको रूपमा म छु। जो चाहिँ म अलिकति मान्छे चाहिँ रियलमा चाहिँ अलिकति बॉयश हुन्छ नि क्यारेक्टर छु, तर यसमा चाहिँ पुरै फेमिनीमा लुक्समा चाहिँ देख्न पाउनुहुन्छ मलाई चाहिँ। मैले यो चलचित्रको क्लिप हेरिसकेपछि आफूलाई 16 वर्षको मुनिको मान्छेका रूपमा शुद्ध रूपान्तरित भएको अनुभूति चाहिँ गरेको छु। त्यो के का लागि भन्नु होला भने अब पनि मेरो जीवनमा 16 वर्ष अहेडका समयहरू रहँदो हो र देशमा सुवर्णजी जस्ता र अहिले भर्खरै देखा पर्न थाल्नुभएका विविध विचारधाराका चलचित्र कर्मीहरूका विविध किसिमका प्रस्तुतिहरूलाई अवलोकन गर्ने अवसर पाउँदो हुँ। त म मेरो उमेरको एक हिसाबको उत्तरार्धतर्फ पुग्दा चलचित्र उद्योग प्रतिको मेरो सन्तुष्टि कयौं मात्राले माथिल्लो स्तरमा अवस्थित हुने थियो होला। सुनगावा चलचित्र आफैमा एउटा सम्पूर्ण चलचित्र हो, नेपाली कथानक चलचित्र हो, जहाँ चाहिँ हामीले दुईजना महिलाको प्रेम कथालाई देखाउन खोजेका छौँ। जुन चाहिँ हाम्रो नेपालभित्रै घटेका घटनाहरू, यो कल्पित कुराहरू भन्दा नि घटेका घटनाहरूलाई मैले समेट्न खोजेको छु। यदि एउटा चलचित्रले राम्रो एउटा रूपरेखा लिएर एउटा राम्रो दर्शन दिन्छ भनेदेखि यसले सफलता पाउँछ। त्यही सफलताको कुरा गर्दाखेरि चाहिँ यसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाएको छ र यो चलचित्र नेपाली दर्शकको लागि भनेर मैले आफूले बनाएको हुँ।